Hello everyone, welcome to Online English Academy. We are studying the subject Foundations of Language and Linguistics and we are still in Chapter 2, Phonetics and Phonology. हामी लिङ्ग्विस्टिक सब्जेक्टको च्याप्टर 2 फोनेटिक्स एन्ड फोनोलोजी भित्र छौँ र आजको टपिक रहेको छ हाम्रो भावल सिक्वेन्स. ओके, टुडेज टपिक इज 2.10 भावल सिक्वेन्स. आज हामी भावल सिक्वेन्स भनेको के हो यो बुझ्नेछौँ है त. योभन्दा अगाडिको भिडियोमा हामीले कन्सोनेन्ट क्लस्टर्स भनेको के हो त्यो बुझेका थियौँ. सजिलो थियो. कन्सोनेन्ट क्लस्टर्स भनेको हामीले के पढेका थियौँ त, दुईवटा कन्सोनेन्ट सँगै आउनु. भावल सिक्वेन्स भनेको पनि सेम त्यस्तै हो, तर यहाँ कन्सोनेन्ट होइन भावल. एउटा वर्डमा अथवा एउटा अटरेन्समा दुईवटा भावल साउन्ड सँगै आउँछ भने त्यो केसलाई हामी भावल सिक्वेन्स भन्छौँ है त. वेन टु भावल्स अपियर्स टुगेदर द्याट इज कल्ड भावल सिक्वेन्स. कति सजिलो रहेछ. अब यो पढौँ हामी. ओके, लेट्स. अब यसमा हामी के सिक्नेछौँ यो भिडियोमा. वाट इज भावल सिक्वेन्स है त. भावल सिक्वेन्स भनेको के हो, हाउ इट इज डिफ्रेन्ट फ्रम अ डिफ्थङ. डिफ्थङ र भावल सिक्वेन्समा के फरक छ होइन. डिफ्थङ भनेको तपाईँले सुन्नुभएको होला पहिला पनि. हामीले भावल साउन्ड्स पढ्दा मोनोफ्थङ्स र डिफ्थङ्सको बारेमा पढेका थियौँ. टाइप्स अफ भावल सिक्वेन्स र भावल सिक्वेन्सका प्रकारहरू चारवटा प्रकार छ. प्योर भावल प्लस प्योर भावल, डिफ्थङ प्लस प्योर भावल, भावल सिक्वेन्स विदिन वर्ड्स एन्ड भावल सिक्वेन्स एक्रस वर्ड्स. यो चाहिँ चारवटा टाइप हामी पढ्नेछौँ. ओके, अब सुरुमा हामी भावल सिक्वेन्सको डेफिनेसन हेरौँ. ओके, what is a vowel sequence? When two vowels occur together without a consonant in between, it is called a vowel sequence. जब दुईवटा भावल सँगै एकपछि अरूको आउँछ र बिचमा कुनै पनि कन्सोनेन्ट हुँदैन भने त्यसलाई हामी भावल सिक्वेन्स भन्छौँ. के छ त अब यहाँ यसको विशेषताहरू. टु भावल्स अकर नेक्स्ट टु इच अदर. दुईवटा भावल एकपछि अर्को आउँछन्. देयर इज नो कन्सोनेन्ट साउन्ड बिट्विन देम. तिनीहरूको बिचमा कुनै पनि कन्सोनेन्ट साउन्ड हुँदैन. कुनै पनि कन्सोनेन्ट साउन्डले ती दुईवटालाई डिस्टर्ब गरेको हुँदैन बिचमा आएर होइन. नाउ दे बिलोङ टु डिफ्रेन्ट सिलेबल्स. तर तिनीहरू फरक फरक सिलेबलमा पर्छन्. यो कुरा बुझ्नु गाह्रो जरुरी छ है. यो बुझ्नु होला. दे बिलोङ टु डिफ्रेन्ट सिलेबल्स. सिक्वेन्स भए पनि भावल सिक्वेन्स दुई भावलसँगै आए पनि सिलेबल के हुन्छ त फरक फरक हुन्छ. एउटा सिलेबलमा दुईवटा भावल पोसिबल हुँदैन. किनकि हामीले सिलेबल्सको बारेमा पढ्ने बेला मैले तपाईँलाई बताएको थिएँ एउटा भावल साउन्डले एउटा सिलेबल फर्म गर्छ. अब दुईवटा भावल साउन्ड आइरहेछन् भनेपछि सिलेबल पनि त दुईवटा हुन्छन्. यो त सजिलो कुरा छ होइन. भावल दुईवटा छन् भनेपछि सिलेबल पनि दुईवटा हुन्छ. द्याट्स वाइ एउटै सिलेबलमा आउँदैन, दुईवटा अलग अलग सिलेबलमा आउँछन् भनेर यो चाहिँ बुझ्नु होला है त. अब इक्जाम्पल हेर्नुहोस्. रियाक्ट. यहाँबाट यो पनि बुझाउँछु तपाईँलाई यो इक्जाम्पलबाट. रियाक्ट हेर्नुहोस् त. ई र ए यो दुईवटा भावल आइरहेछन् सँगै रियाक्टमा. लेटरमा हेर्दाखेरि ई र ए देखिराख्नु भएको छ. प्रोनाउन्सिएसनमा ई र ए, ई ए. तर हेर्नु सिलेबल अलग अलग छ. सिलेबललाई डटले छुट्याइन्छ है. एउटा सिलेबल री, अर्को एक्ट. री सिलेबलमा ई आइरहेछ, एक्टमा ए आइरहेछ. यसरी एउटा सिलेबलमा एउटा भावल छ, अर्को सिलेबलमा अर्को भावल छ, तथापि यी दुईटै भावल सँगसँगै छन्. यस्तो किसिमको सिक्वेन्सलाई भावल सिक्वेन्स भन्छौँ. प्लेया ए र अ. प्लेको ए डिफ्थङ अनि अ ए अ यो दुईवटा भावल ए अ यो दुईवटा भावल साउन्डहरू सँगै आइरहेछ होइन. ब्लुइस उ र ई, उ प्लस ई, उ र ई दुईवटा भावल साउन्ड सँगै आइरहेछ. ओके, दिस आर द भावल सिक्वेन्स. अब भावल सिक्वेन्स भर्सेस डिफ्थङ भन्छ. भावल सिक्वेन्स र डिफ्थङमा के फरक छ यो बुझ्छौँ. पहिला त हामी डिफ्थङ भनेको त्यो हामीले पढेका छौँ. फेरि पनि रिभाइज गरौँ. डिफ्थङ भनेको इङ्ग्लिसमा 8वटा डिफ्थङ छ होइन. ग्लाइडिङ भावल्स भन्छौँ जसलाई. दुईवटा भावल साउन्ड मिले जस्तो सुनिने तथापि साउन्ड चाहिँ एउटै हो है. डिफ्थङ इज सिङ्गल साउन्ड. डिफ्थङ चाहिँ एउटै साउन्ड हो तर सुनिन्छ कस्तो त दुईवटा भावल मिले जस्तो. यता इक्जाम्पल होला म देखाउँछु. सेई हेर्नुहोस् त. सेई भन्ने वर्डमा ए छ. ए ए भावेल हो यसको. ए दुईवटा मिले जस्तो सुनिँदैछ. ए र ई, ए हो कि सुनिँदैछ होइन. यहाँ दुईवटा मिलेको भएर हामी झुक्किन सक्छौँ. कहीँ यो सिक्वेन्स त होइन, भावल सिक्वेन्स त होइन कतै. किनकि यहाँ दुईवटा भावल मिले जस्तो भइरहेछ भन्छौँ. तर यो भावल सिक्वेन्स होइन, डिफ्थङ हो.
र कसरी छुट्याउने त डिफ्थङ हो कि भावल सिक्वेन्स हो त्यो कुरा नै हामी यहाँ बुझ्छौँ है त। अब डिफ्थङ कस्तो हुन्छ हेर्नुहोस्, अ डिफ्थङ इज अ सिङ्गल भावल साउन्ड, यो सिङ्गल भावल साउन्ड हो र प्रोनाउन्स्ड विदिन वान सिलेबल, र एउटै सिलेबलमा प्रोनाउन्स गरिन्छ, दुईवटा सिलेबल फर्म गर्दैन, र यही कुराबाट हामी छुट्याउन सक्छौँ। यसले दुईवटा सिलेबल फर्म गर्दैन, एउटै सिलेबलमा प्रोनाउन्स गरिँदैछ, त्यही भएर यो सिक्वेन्स नभएर डिफ्थङ हो भनेर बुझ्न सक्छौँ। जस्तै सेईमा एई चाहिँ एउटै सिलेबलमा आएको छ, माईको आई पनि एउटै सिलेबलमा, गौमा औ एउटै सिलेबलमा छ, बोईमा ओई पनि यो एउटै सिलेबलमा छ। यसरी एउटै सिलेबलमा आउँछ भने डिफ्थङ भनिन्छ भनेर यो बुझ्नुभयो होला। अनि भावल सिक्वेन्स भनेको के हो मैले भनिसकेँ, फेरि यहाँ दिएको छ टु सेपरेट भावल साउन्ड्स, दुईवटा अलग अलग भावल साउन्डहरू हुन् र प्रोनाउन्स्ड इन टु सिलेबल, र दुईवटा अलग अलग सिलेबलमा प्रोनाउन्स गरिन्छ। इक्जाम्पल प्लेय, ए र अ दुईवटा फरक फरक साउन्ड, ए एउटा डिफ्थङ छ अनि अर्को सिलेबलमा अ, यसरी दुईवटा भावल साउन्डलाई भावल सिक्वेन्स भनिन्छ। ओके, नाउ टाइप्स अफ भावल सिक्वेन्स, भावल सिक्वेन्सहरूको प्रकारहरू रहेको छ, 4 टाइप्स छ भावल सिक्वेन्सको। फर्स्ट वान प्योर भावल प्लस प्योर भावल, यसलाई बुकमा भावल प्लस सिक्वेन्स भनेर पनि लेखेको छ, त्यसरी पनि लेख्न सकिन्छ। यसमा दुईवटा मोनोफ्थङ्ग्सहरू चाहिँ सँगै आउँछन् भने त्यसलाई प्योर भावल प्लस प्योर भावल भनिन्छ। यसमा डिफ्थङ हुँदैन, दुईवटा मोनोफ्थङ साउन्डहरू सँगसँगै आएको हुन्छ। टु प्योर भावल्स अकर्स consecutively across syllables. Okay, examples छ यता ब्लुइश, ओके ब्लुइशमा उ र ई साउन्ड आइरहेको छ, त्यस्तै गरी रियाक्टमा ई र ए दुईवटा मोनोफ्थम्सहरू आइरहेछ। नाउ सेकेन्ड टाइप डिफ्थङ प्लस प्योर भावल, डिफ्थङ र प्योर भावल, एउटा डिफ्थङ आउने अनि त्यसपछि प्योर भावल आउने, यस्तो सिक्वेन्स पनि देखिन्छ इङ्ग्लिसमा। अ डिफ्थङ इज फलोड बाई अ प्योर भावल है त। इक्जाम्पलहरू ए र अ को सिक्वेन्स छ, प्लेया ए भन्ने डिफ्थङ र अ भन्ने प्योर भावल। अनि सेइङमा छ हाम्रो ए र ई को सिक्वेन्स, ए र ई, सेईको ए अनि इङको ई, यो चाहिँ सिक्वेन्स देख्न सक्नुहुन्छ। नाउ ओके, यहाँ सी हुनुपर्ने 5 भएको छ, सरी फर दिस, तेस्रो नम्बरको सिक्वेन्स हो यो, सी नम्बर हो, यहाँ 5 नम्बर भएको छ मिस्टेकले, टाइपिङ मिस्टेक। भावल सिक्वेन्स विदिन वर्ड्स, वर्ड भित्र रहने भावल सिक्वेन्स है। माथि जति पनि सिक्वेन्स पढ्यौँ सबै एउटै शब्दमा थिए, त्यही भएर माथिका सबै सिक्वेन्सहरू वर्ड भित्र रहने नै सिक्वेन्स हुन्। एउटै वर्डको भित्र दुईवटा भावेल आउँछ हैन, सिलेबल चाहिँ अलग अलग हुन्छ, सिलेबल एउटा त कहिले हुन नै सक्दैन। भावल सिक्वेन्स एउटै सिलेबलमा आउन त इम्पोसिबल कुरा भयो, त्यही भएर सिलेबल एउटै हुन्छ भनेर नसोच्नु होला, शब्द एउटै हुन्छ र त्यो एउटै शब्दभित्र दुईवटा भावल साउन्ड आइरहेको हुन्छ सँगसँगै भने त्यसलाई हामी भावल सिक्वेन्स विदिन वर्ड भन्छौँ। जस्तै ब्लुइश, आवर, अनि त्यस्तै गरी स्लोवर, रियाक्ट, प्लेयर, यो सबै शब्दमा एउटै शब्द हो र भावल सिक्वेन्स छ। यसरी एउटै शब्दभित्रको भावल सिक्वेन्सलाई भावल सिक्वेन्स विदिन वर्ड्स भनेर बुझ्न सक्छौँ। नेक्स्ट वान, फोर्थ टाइप, चौथो नम्बर, भावल सिक्वेन्स एक्रस वर्ड्स, वर्डहरू दुईटा वर्डहरूमा देखिने सिक्वेन्स हो है यो भनेको। यहाँ दुईवटा वर्डमा यो फर्स्ट टाइम हेरिरहेको छौँ, इक्जाम्पल माथि हेरेका छैनौँ। जस्तै दे अकर इन कनेक्टेड स्पिच वेन वान वर्ड एन्ड्स विथ अ भावल एन्ड द नेक्स्ट वर्ड बिगिन्स विथ अ भावल। यो यस्तो सिचुएसन हो जसमा एउटा वर्ड भावलमा सकिन्छ र अर्को त्यसपछि प्रोनाउन्स गरिने वर्ड पनि भावल साउन्डबाटै सुरु हुन्छ भनेपछि दुईवटा भावल भयो। यो केसलाई हामी भावल सिक्वेन्स एक्रस वर्ड्स भन्छौँ। जस्तै हाउ अबाउट, दुईवटा वर्ड छ र भावल सिक्वेन्स हाउ चाहिँ भावलमा सकिएको छ, आउ भन्ने भावलमा हाउ सकियो, अनि अबाउट अमा चाहिँ हाम्रो यो अबाउट भन्ने वर्ड सुरु भयो। यस्तो सिक्वेन्सलाई भावल सिक्वेन्स एक्रस वर्ड भन्छौँ। अनि अर्को छ हाम्रो हि इज हैन, ई र ई को सिक्वेन्स छ यहाँनिर एक्रस दि वर्ड, दुईवटा फरक फरक वर्डको। ओके, विथ दिस वी कम्प्लिटेड एभ्रिथिङ अबाउट भावल सिक्वेन्स। यो सँगै भावल सिक्वेन्सको बारेमा हामीले सबै कुरा सकिसकेका छौँ
Thanks a lot for watching this video. I will see you in another video of language and linguistics. Till then, stay tuned with Online English Academy. Like the video, subscribe the channel, and share this among your friends to whom it may be worth watching. See you soon. Thank you.